Hello guys, Namaste, म वीरेन्द्र थापा वेलकम ब्याक टु माई न्यू एपिसोड एन्ड अनदर भ्लग। सबैलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। देख्न सक्नुहुन्छ अब बिहान बिहान यता टक्क आएको छ होइन, गाउँतिरको भिलेज लाइफ यही हो होइन। अलि आज चाहिँ वेदर टक्क खुलेछ होइन, यस्तो छ वेदर टक्क आज डाँडा काँडा एकदम झ्याप तरिकाले देखिरहेको छ होइन। हिजोतिर अलिअलि घामहरू झुल्किरहेको थियो, आज यस्तो छ डाँडा काँडा सबै यही हो होइन। अब बिहान बिहान गाउँतिर के हुन्छ कस्तो कस्तो हुन्छ अनि त्यही हो देखाउँदै गर्छु, हजुरहरूले हेर्दै गर्नु होला होइन। यता चाहिँ हाम्रो गोरुहरू छ अनि टक्क यस्तो केराहरू यता अनि अब चाहिँ हाम्रो बाख्राहरू छ यता अनि एकदम यस्तो छ। अब चाहिँ म चाहिँ दाउरा लिन जानु लाग्छु छु अनि हाम्रो आन्टीहरू यता हुनुहुन्छ टक्क दाउरा यता छ, फेरि उकाले गरिहाल्छ मल सल यता मल बोक्न ला होइन आन्टीहरू दाइहरू हाम्रो काले। अनि त्यही हो आज चाहिँ मल सल बोक्ने कार्यक्रम छ हाम्रो भुइँसो पाडो, त्यसपछि गएर भेडा बाख्रा यता छ। अब चाहिँ मेरो काम चाहिँ म चाहिँ दाउरा लिन जानु लाग्छ होइन। यस्तो चाहिँ हाम्रो टिमुरहरू पाउने सबै छ एकदम दाउराहरू यस्तो तरिकाले दाउरा राख्छ कि हाम्रोमा होइन। अब चाहिँ त्यही हो, म चाहिँ दाउरा लग्छु अनि दाउरा चाहिँ सानो सानो लग्नुपर्छ होइन। टक्कै यो दाउरा लगेर त्यसपछि गएर अब आज चाहिँ हाम्रो खाना पकाउने काम। अब चाहिँ यस्तो टक्क दाउराहरू यस्तो छ अनि यो दाउराहरूलाई यसरी बोक्नुपर्छ टक्क लाएर होइन। त्यो टक्क अब दाउरा साउरा लग्यो होइन। अब चाहिँ खानासाना पकाउनु पर्छ, पानी लिन जाने बिहान बिहान। आज चाहिँ म गाउँको कस्तो कस्तो दुःख हुन्छ सबै देखाउँछ होइन। अनि अब चाहिँ मेरो चाहिँ अहिले चाहिँ यो दाउरा टक्क राख्ने थिएँ, त्यसपछि म कहाँ जान्छु भनेपछि पानी लिन होइन। टक्क पानी लिन जान्छु अनि धारामा पानी लिएर आएपछि अनि मेरो फेरि के काम हुन्छ, थोरै रेस्ट गर्ने काम हुन्छ। साथीहरू त्यही हो, म चाहिँ पानी लिन जानु लाग्छु होइन। अब पानी त लिनु पर्यो, गाउँमा यस्तै हुन्छ। अब गाउँमा पानी घर घरमा पुगिआउन्न होइन। तर यहाँ चाहिँ अलि धेरै दुःख छ कि गाउँमा चाहिँ, यो गाउँमा चाहिँ त्यस्तो पानी पनि छैन, पानी पनि टाढाबाट लिनुपर्छ। हरेक कुराको असुविधा छ अनि त्यही भएर यहाँको प्राय त्यो गाउँहरू चाहिँ एकदम भित्तिसक्यो कि गाउँहरू। अब यो गाउँ छाड्ने होइन अर्को गाउँतिर जाने अहिलेसम्म प्राय मान्छेको देखाएको छैन नि त। अब हामी मात्र छ अनि अलिअलि अरू पनि छ। पुरानो अब जाजरकोटमा चाहिँ 80 कार्तिक 17 गते चाहिँ भूकम्प गएपछि अब पहाड हो नि त यो, अनि पहाडको गाउँहरू चाहिँ एकदम त्यो भूकम्पले गर्दाखेरि त्यो उनै भयो कि त्यो पानी नै सुक्यो कि कति पानी सुक्यो। अनि त्यही पानीको मुहान यस्तै चाहिँ किमुहरू छ होइन। टक्क आज अलि त्यति वेदर पनि अलि त्यति नराम्रो देखाएको छैन, अलिक खुल्या जस्तो छ हिजो अस्तिदेखि। हेलो गाइज, के गर्दै हो हो र? अनि हाम्रो सिजन नानी खै त ए हो र? कति छ घुम काट्न कति बाँकी छ? म अहिले आउँछु, यो पानी लिन जानु लाग्छु अनि एकछिनमा यहाँ पर गएर आउँछु है। हाम्रो नानीहरू चाहिँ त्यता रहेछन् होइन। म चाहिँ एकदम डोको सोको बोकेर पानी लिन गएको छु होइन। अब थोरै मान्छे रहेछ, अब त्यस्तो आवाज जिरो हो त्यो आवाज आउन त। अनि यस्तो छ एकदम हरियाली होइन, गाउँहरू पनि चट्ट पाक्दैछ अनि गाउँहरूको एकदम यस्तो छ होइन। अनि म चाहिँ यता अब त्यही हो, अब थोरै अब लाइनहरू आएको छ होइन यो गाउँमा।
लाइनहरू छ। अनि त्यसपछि गएर बत्तीहरू चाहिँ पुगिरहेछ अनि सडकहरू पनि पुगिरहेछ होइन। यहाँ चाहिँ वर्षौँदेखिको पीडा भन्ने कुरो चाहिँ यहाँको पानी हो के। एकदम वर्षौँदेखिको पीडा भन्ने कुरो यहाँको पानी हो होइन। न हाम्रो यो कागतीले ऊ पाउँछ, मूल्य पाउँछ, न बजार छ, न यो टिमुरले मूल्य पाउँछ होइन। अब त्यही हो गाउँमा न केही छ न केही छ। अनि त्यही भएर गाउँमा चाहिँ प्राय घरहरू चाहिँ एकदम त्यो ऊ नै भएको के। एकदम घरहरूको मान्छेहरू टाढा टाढा गएको। अनि जस यो गाउँ नै छोडेर होइन, गाउँ नै छोडेर टाढा टाढा गएको। भैँसी चाहिँ यता छ, घरहरू चाहिँ यस्तो छ। अब पुरा एकदम शान्त के। त्यो सहरदेखि कति गुण टाढाको गाउँ होइन, गाउँ बस्ती एकदम सुनसान यस्तो छ कि हरियाली हरियाली बिचमा। अनि टक्क यो कागती। अनि त्यही हो। अब हाम्रोतिर अब ओखर पाउँछ है, ओखर। अनि यो ओखर चाहिँ यस्तो छ कि अब कतिपयले नदेखा हुनसक्छ होइन, गाउँ ओखर कसरी फल्या हुन्छ यस्तोहरू फल्छ है ओखर। यो चाहिँ ओखरको रुख हो। अनि प्रायलाई थाहा हुन्न कि त्यो ओखर खान त खान्छ है, सबैलाई थाहा हुन्छ, खान त खान्छ, थाहा पनि हुन्छ, राम्रैसँग थाहा हुन्छ। तर त्यो कसरी फल्छ, त्यसको रुख कस्तो हुन्छ बिल्कुलै थाहा हुन्न। यसो शान्त अहिलेसम्म 2-3 जना मात्र मान्छे देखेँ होइन। अनि त्यही हो, 1-2 जना मान्छे हुन्छ अलिअलि। गाउँ प्राय यो बस्ती चाहिँ एकदम यहाँको सबैभन्दा दुःखदायी काम है पानी हो कि। यो पानी चाहिँ यहाँको अब हाम्रो अलिक ठुलो ठालो मान्छेहरूले कोही हेर्दै हुनुहुन्छ भने चाहिँ छेडाघाट नगरपालिका 12 काजी गाउँ यहाँको समस्या भन्ने कुरो पानी के। पानी र अनि अर्को समस्या भनेको यहाँको बसाइसराई। दुईवटा समस्या छ होइन। गाउँ रित्तिसक्यो अब चाहिँ। पहिला हामी आउने बेला चाहिँ पहिलाको टाइममा आउने बेला अलिअलि मान्छे हुनुहुन्थ्यो। अहिले चाहिँ कति मान्छेहरू एकदम गाउँ छोडेरै लागिदिनु भयो कि। अनि त्यो नानी चाहिँ मलाई देखेर भागिदिनु भयो। अर्को सानो नानी चाहिँ त्यता, क्युटी नानी, सानो नानी। नानी मलाई खेल्न दिने? खेल्न दिने मलाई? नानीले खेल्न नदिने अरे मलाई है। नानीहरू यस्तो घरकुटी खेल्ने एकदम बचपनमा एकदम मिस हुन्छ। यो चाहिँ मिसिङ। ओहो, यो खान पाइन्छ? रक्सी खान पाइन्छ? खाइदिउँ साँच्ची? नानी पाइन्छ कि नै? खाइदिन्छु कि नत्र झ्याप भइदिन्छु। यस्तोहरू खेल्ने टक्क सिसीहरू यस्तो छ। नानीले फेरि रोटी हाल्नलाई रेडी भयो। नानी रोटी हाल है, म अहिले खान आउँछु है। रोटी हाल है, म खान आउँछु अहिले। त्यही हो, अब चाहिँ धाराको नजिक पुगिरहेको छु। अझै मान्छे कतिको हुनुहुन्छ त्यो चाहिँ थाहा भएन। अब त्यो एउटा गएको चाहिँ भर्ने टक्क जाने। पानी आउँछ कि नै? यो त भरिन्छ यो गाग्री पुरै। ए आन्टीले पनि टक्क गाग्री भरिन्छ भन्नु भएको छ। कतिको पानी आएको छ त्यो थाहा भएन। पदेरी नजिक पुगिसकेका छौँ। काफल फल्दैन आन्टी यो? कहीँ छैन त। ए हो र? हुन्न भाइरल। म त्यति भाइरल मान्छे होइन, देखिँदै केही फरक पर्दैन। पानी कति छ माथि त्यो नाउलोमा? छ धेरै हो। त्यही हो, पदेरीमा पनि पुग्यो। बाइक ढल्नु त ढल्दैन होला। कति छ बाँकी भरेन अब? यो हो मेरो चाहिँ भारी, यसमा चाहिँ गाग्री राखेको छ। अनि त्यही हो, अब चाहिँ म हाम्रो गाउँघरमा एकदम अर्ग्यानिक पानीको मुहान देखाउँछु हजुरहरूलाई। त्यति सफा चाहिँ छैन, त्यही पनि हेर्नु होला।
सानो नानी क्युटी रहेछ। पानी लिन आयो नानी? पानी लिन आयो? पानी लिन आयो? हो कति क्युटी छ नानी। त्यही हो, पानी चाहिँ सुकेछ त सबै। कसले हो किन सुगा? यत्रो पानी चाहिँ यो यस्तो छ होइन, मुहान छ कतै थोरै थोरै उ रहेछ। पानी चाहिँ यतादेखि आउँछ, त्यहाँ अलि त्यहाँ माथि रहेछ, त्यहाँ माथिदेखि आउनु पर्ने। पुरा अस्ति आउँदा त यो सब भरिएको थियो, आज चाहिँ सुकेछ। यहाँको मूल चाहिँ सुक्छ है, फेरि कहिले कहिले दुःख पनि दिन्छ फेरि यो पानीले। नानी होइन, पानी चाहिँ यस्तो छ, यस्तरी आउँछ। अब चाहिँ एकदम एकछिन चाहिँ म यता घुम्न जान्छु होइन, यो पानी भरिँदैछ। त्यति टाइम त नलाग्ला पानी भरिन। अब त्यही पनि एकछिन यसो न गाउँमा चट्ट भ्यूहरू देख्न पाइन्छ। त्यति बेला आफ्नो यात्रा तय गरिसक्नुपर्छ कि। अब यस्तो 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 स्मुथ भ्यू देखिन पाइन्छ भनेपछि अब हामी नआउने त होइन, नआउने त यस्तो भ्यूहरू देख्न पाइन्छ। आन्टीहरू त्यहाँ टक्क गहुँ काट्न बाँकी छ। आन्टी गहुँ काट्न सघाइदिने हो तपाईँलाई? भन्नु है गहुँ काट्न पऱ्यो भने। अनि आन्टी चाहिँ चुप्प लाग्नु भएको छ, किन हो थाहा छैन। अब यस्तै छ गाउँहरू, टक्क गाउँहरूमा कालो मान्छे, सेतो भ्यू, चट्ट भ्यूहरूमा एकदम नराम्रो मान्छे देखिँदाखेरि अलिअलि नराम्रो लाग्न सक्छ। त्यो नराम्रो नमान्नु होला। यस्तो छ कि डाँडै डाँडा, पाहाड हो नि त जे भयो नि, पाहाडमा अब यस्तै देखिन्छ। अब त्यही यताको चाहिँ अलिअलि देखियो होइन भ्यू। अब म चाहिँ यता अलिक घामतिर जान्छु। अनि गाउँहरू तोरीहरू यसमै छ। त्यो एकदम घाममा त क्लिक्क देखिन्छ होला भन्नु होला, घाममा पनि देखिँदो रहेछ खासै राम्रो। कालो मान्छे कालो हुन्छ नि त पराए। अनि त्यो काफल चाहिँ थोरै थोरै यतातिर फल्या रहेछ, यसमा थोरै फल्या रहेछ, पराए छैन रहेछ अहिले चाहिँ। अब बुढो भयो होला नि त, बुढो भएपछि खासै यो पनि हुन्न। यस्तो छ, खोली खोली ल्याउ। अनि अब चाहिँ मेरो काम भनेको एक गाग्री पानी लग्ने हो। त्यो गाग्री पानी फेरि टक्क डोकोमा राखेर चट्ट लगिन्छ। अनि डोकोमा राखेर लगेपछि सजिलो हुन्छ, एकदम कम्फोर्टेबल हुन्छ होइन, एकदम कम्फोर्टेबल हुन्छ। त्यही भएर अब गाग्री पनि यस्तो छ, थोरै थोरै भरिसकेको छ, यता जरिनहरू छ, भाइहरू होला। अनि त्यही भएर अब म चाहिँ एकदम हाम्रो आलुबारी कसको यो थाहा भएन, तर यो आलुबारी छु होइन। यस्तो छ गाउँको एकदम, अलिअलि यतातिर मान्छेहरू हुँदो रहेछ, उता त मान्छे हुन्न एकदम। अब यस्तो छ टक्क स्मुथ तरिकाको भ्यूहरू, रुखहरू। अनि हामीलाई फेरि अक्सिजनको त्यो कमी हुन्छ भन्ने नो कम्प्रोमाइज। हामीलाई त अक्सिजनको कमी हुन्न नि, यति रुखको बिचमा बसेर जान्छ, अक्सिजन भन्ने कुरा चाहिने पनि चाहिँदैन। अब गाडी पनि भर्यो होइन। अनि त्यो यहाँको पानी चाहिँ खेर जानुहुन्न, यहाँको मूलमा चाहिँ जम्मा हुनुपर्छ होइन। अब चाहिँ हामी एकैचोटि सिधै बोक्नतिर लाग्छु। अब धारोमा आएपछि हातमुख त धुनै पऱ्यो होइन, हातमुख धोएर चाहिँ जानुपर्छ। यता छ मेरो भारीहरू, भरिया दाइले भारी बिसाइरहेको छ भन्दा जस्तै भारी चाहिँ यता छ। अनि म चाहिँ यता। अब चाहिँ यहाँको हातमुख धोएर एकदम फ्रेस भएर यहाँदेखि जान्छु यात्रा। यहाँदेखि फेरि अर्को घरसम्मको यात्रा सुरु हुन्छ होइन। गाग्रो र पानी डोकोमा हालेर लाग्दिएको आफ्नो बाटो। अझ यस्तै छ, अलि हिँड्न अप्ठ्यारो हुन्छ यता, यसो सिरिममा हिँड्न बानी परेको, अलिक गल्फा टाइपको त्यस्तो अलि चढ्दाखेरि अहिले अप्ठ्यारो लाग्छ है। त्यही एक दुई दिनमा बिस्तारै गरेपछि बाना परिहाल्छ। नानी किन भागेको? नानी फेरि मलाई देख्न बित्तिकै भागतिर, किन हो थाहा भएन। त्यही हो, अलि अप्ठ्यारो फिल हुन्छ है। माथि हेर्न पाइँदैन, तल हेरेर हिँड्ने। अनि फेरि यो बाटोमा हिँड्दाखेरि पछाडिबाट गाडीले आयो हान्ला भन्ने बित्तिकै डर नै। त्यही भएर
यति खुसी छु यो बाटोमा हिँड्दाखेरि। नानी यो तिम्रो छोरी हो होइन नानी? त्यो के हो नि तिम्रो? ऊ त्यो तिमीले समातेको? मलाई दिने? दिइहाल है मलाई। साझा ल्याइदिन्छु के? नदिने? नानी तिमी किन भागेको? यहाँ आऊ न तिमी, आऊ न। तिम्रो माया लाग्छ कि यहाँ आऊ न। नानी नआउने अरे। अब चाहिँ बच्चै गए त है। म जाऊँ त? म गइहालेँ ल। नानी मलाई थाहा छैन, जाऊ जाऊ नजाऊ मतलबै भएन नानीलाई। अनि नानी म गइदिएको ल, बाई बाई गरे खै त नि हातले बाई। ल गएँ है म। नानी बाई गर, बाई। हो ज्ञान नानी चाहिँ बाई गरे। त्यही हो, अब चाहिँ हामी निस्किन्छु बिस्तारै बिस्तारै यात्रा तय गर्छु होइन। त्यही हो, ले अप्ठ्यारो अप्ठ्यारो भएको छ कि यता। त्यस्तै त अप्ठ्यारो भन्ने कुरो। लाग्दिएको बाटो चलिदिएको हामी यस्तो छ बाटो फेरि अलि अप्ठ्यारो अप्ठ्यारो टाइपको छ। त्यही पनि हामी हिँडेको यसै दुःख हुन्छ आज गाउँले जीवन टक्क होइन। पानी सानी बोक्यो यहाँ आफ्नै तालमा। अनि अब कोही बिरामी पऱ्यो यस्तो भयो भने त हेर्न पाइयो कि। अब अहिले त सब आफ्नो आफ्नो तालमा काममा बिहान दिउँसो चाहिँ अलिक गर्मी हुन्छ होइन। त्यति गर्मी चाहिँ हुन्न। अब जाजरकोटको पुरै चाहिँ हेर्दाखेरि चाहिँ कता गुगलतिर हेरेको थिएँ मैले अस्ति 26 डिग्री जति गएको थियो। अनि जस नेपालमा 39 गएको बेला यहाँ 26 डिग्री हुन्छ। अलिक उचाइमा भएको कारणले पनि होला। अनि त्यही हो, अब त्यति 27-28 डिग्रीको त्यति गर्मी चाहिँ हुन्न है हाम्रो गाउँमा। सदर अलिक तल्लो बेल साइडतिर अनि अलिक गर्मी हुन्छ होला। अनि यहाँ चाहिँ यस्तो गर्मी हुन्न कि। अब यहाँ अब यस्तो गर्मीको टाइममा पनि अब यस्तो टाइममा पनि अब घाम नै देख्न पाइन्न। यस्तो छ टक्क होइन। ओखरको रुख यता मौरी, कता मौरी जस्तो पनि देखिरहेको थियो कि। अब मौरी पनि पाउँछ है फेरि। मौरी पाउँछ, कागती पाउँछ, हाम्रो पनि यस्तो चिज पाउँछ। यहाँ चाहिँ अलिअलि के भन्छ कागती खेती गर्नु भएको रहेछ। अब गाउँमा त कागतीले मात्र त हुन्न होइन। कागती चाहिँ बिचमा लगाउनु भएको रहेछ। अब यता अलि जो बिचमा यो चाहिँ अन्न बाली लगाउने होइन। अनि यताउता चाहिँ लगाउनु भएको रहेछ। अब चाहिँ रहेछ टन्नै रहेछ यता कागती बिचमा लगाए भए झन् हुन्थ्यो होला। अनि अब यो तल साइडमा लगाउनु भएको छ। यो चाहिँ हाम्रो टहरा होइन। जाजरकोटमा भूकम्प जाँदाखेरि यस्तै टहरामा रात बिताइएको थियो। अहिले चाहिँ निस्किन्छ त्यसलाई। अनि यस्तो छ गाउँ, हरियो छ नि यो त कहिले पो पाक्ने हो। कतैतिर त काटेर मकै लगाइसक्यो होला। अब यहाँ त हरियो छ आज, कहिले पो पाक्ने हो थाहै छैन। पानी त पोखियो कि पोखिएन चुहिएको छैन अहिलेसम्म। फेरि अलि अप्ठ्यारो छ कि यहाँनिर यस्तो छ। त्यही भएर जानु पर्यो बिस्तारै 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 लाग्दिएको। हामी भारी बिसाइन्छ फेरि हाम्रो चाहिँ तरकारीको लागि। यो चाहिँ आलु, त्यो चाहिँ हाम्रो सोयाबिन, के भन्छ हाम्रो मस्यौरा, त्यो चाहिँ हाम्रो के भन्छ प्याज। यति हो आजको तरकारी स्पेसियल। अब चाहिँ भारी बिसाइन्छ यता टक्क लगाएर बिसाइयो। अब भारी बिसाएर भारी यता ल्यान्डिङ हान्ने होइन। अब यो भारीलाई चाहिँ भित्र राख्नुपर्छ।
यता डाँडातिर घुम्नलाई अब हाम्रो नानीहरू चाहिँ गहुँ सब काटिरहेको छैन होइन। त्यतातिर आउनु भनेर एकछिन निम्तो थियो, त्यो निम्तोमा चाहिँ सामेल हुन जान लागेको छु। अनि हाम्रो गाउँतिर यसरी काट्छ गहुँहरू, हजुरलाई देखाउने छु। अनि एकदम टक्क स्मुथ भ्यू देखिने। अनि यहाँ हाम्रो फेरि 4-5 जना छन् कि चट्ट धेरैजना छन् गहुँ काट्न। एकछिन सकिन्छ होला, एकछिनमै छिनभरिमै सकिन्छ होला। यता त काटेर फेरि जानु लागिसकेको छ। ऊ यति धेरैजना छन् गहुँसँग काट्नेवाला। सकिएन गहुँ काटी आज, कहिले सिद्धिन्छ हो र? हो सबै आज बिदा 3 दिन बिदा खाएर त्यो दिन काट्यो हुन्छ नि। किमु खाने हो तिमीहरू हो र? यहाँ पैसा पर्दैन क्या, किमु खाइहाल। यस्तो छ किमु, हो किमुहरू मिठो छ। एकदम एकदम हाम्रो क्युटी नानीहरू यसो टक्क गाउँसँग काटिराख्नु भएको छ। आन्टी हजुर गाउँ हो यो? ए त्यही हो, आन्टीको यता यति धेरै गाउँ रहेछ। अब आन्टीको छोरी भए भए काट्न सघाइदिन्थ्यो। अब आन्टीको छोरी छैन। अब आन्टीको छोरी नभए चाहिँ हामी सघाउँदैन नि त्यस्तरी फेरि। आन्टी जिस्की आयो फेरि, त्यस्तो नराम्रो नमान्नु होला। ए जिस्किने बानीले फेरि धेरैको मैले मन दुख्छ क्या मेरो मबाट। नाइ टिमुर त नखाने, मोटी क्युटी नानीहरू हेरेको छन्। अब हाम्रो अर्को चाहिँ दिदी होला। अब दिदीसँग के जिस्किनु, अब बहिनीसँग के जिस्किनु है। डाँडातिर आयो टक्क। अनि होइन अब एक ब्याच अगाडि भएपछि अब हाम्रो दिदी नै पर्नु भयो। एज म त भर्खर 15-13 लाग्यो नि। हो के हो के म कति वर्ष जस्तो देखिन्छु र? 17-18 यति बडो देखिन्छु म? न त्यति बुढो त छैन है फेरि। ल गेस है मेरो एज, ल कति छ गेस? ल नानीको गेस चाहिँ नमिल्न पनि सक्छ है फेरि। ल गेस कतिको सही हुन्छ है फेरि? हो कसरी थाहा भयो मेरो बर्थडे थियो भने? यस्तो जङ्गल छ। पहिला त यता पुरा बारी लगाउँथ्यो होला, आजकल त कता गयो मान्छेहरू। गाउँ काट्न आउँदैन कि मलाई। हो भिडियोको लागि यति चाहिँ गरिदिन्छु है फेरि म। यति छ अब गाउँ चाहिँ। हाम्रो गाउँ काट्ने नानीहरू फेरि एकदम कसिरहेको छ यता होइन। सब स्टुडेन्टहरूले ऊ तर यहाँ झाप्रा स्टुडेन्ट यताउता सबै गरेर एकदम चलिरहेको छ है। फेरि गाउँ सब टक्क काट्न सहयोग भइरहेको छ। जस यतिको सहयोग चाहिँ हुनुपर्छ होइन र? होइन मामा त काट्यो। अब चाहिँ यो आँसी हाम्रो आन्टीलाई हस्तान्तरण गर्न चाहन्छु।
अनि त्यसलाई हस्तान्तरण गरेपछि टक्क हाल्नु गइहाल्छ हाम्रो बहिनी। यस्तो गर्न पनि आउँछ क्या हाम्रो बहिनीलाई होइन। कहाँ आइफोन जस्तो आउँदैन त्यस्तो राम्रो हाम्रो बहिनी। ल के हो यो घोटे चाहिँ आउँछ आउँछ हो। यस्तो काम पनि गर्न आउँछ फेरि हाम्रो बहिनीलाई। हाम्रो बहिनी फेरि मल्टी ट्यालेन्ट हो नि त होइन। ल ऊ माथि हुनुहुन्छ ए मेरो भाउजू। म त मल्टी सिङ्गल होइन, सिङ्गल प्रो म्याक्स हो कि। हाम्रो बहिनीसँग थोरै थोरै रमाइलो भयो। अब चाहिँ रमाइलो गरियो भनौँ। अब यति छ गाउँ काट्न चाहिँ भयो कि हाम्रो बहिनीहरू सिङ्गल भ्याइदिन्छ नि फेरि। अब फेरि बहिनीहरूलाई जय खोज्छु भनेपछि भइहाल्छ फेरि दिन्छ होला यत्रो बहिनीहरू छ चाहिँ भाउजू के खोजिदिनु होइन। पछि तिमीहरूको माइत आए बेला फेरि यस्तो नन्दहरू आयो भने रोटै नदिने नि भाउजूले होइन। त्यो राम्रो भाउजू खोज्नु है। अब आजबाट मैले खोज्ने नि मेरो बहिनीले खोज्छ होइन भाउजू। ल अब हामी निस्केको ल आन्टी यो लिनु ए दाब्रे हात्ती दिन्न गरे यति। अब हामी निस्केको आन्टीहरू सबै यता आउनुहुन्छ। ल बाई बाई। ल अब म चाहिँ निस्केँ है। बहिनीहरू यता छ टक्क। अब चाहिँ म आफ्नो बाटो घरतिर। ल म अनलाइन ल त्यही हो। अब चाहिँ हाम्रो चाहिँ एकदम आजको यात्रा गौसौ काट्ने थियो होइन। तर गौसौ पनि काट्यो। नानीहरूले भिडियो बनाइदियो होला, त्यो चाहिँ युट्युबमा अपलोड गरिहाल्नुपर्छ गाइज होइन। नस्पति पाउँछ कि नस्पति पाउँछ टक्कै सानो 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 नस्पति छ। एकदम नस्पतिको रुख पनि यस्तो छ यस्तो छ होइन। अझै यताबाट बाटो छैन होला, जहाँ पाएँ त्यहीँबाट उक्लिदिन्छ नि फेरि। म त एकदम डेन्जर व्यक्ति हो नि त। अनि दुःख हुन्छ गाउँतिर सारा दुःख। यस्तो एवन छ नि त्यहाँको भ्यू त ओहो चट्ट छ होइन। थोरै स्कुल पनि त्यता रहेछ। आज चाहिँ मौसम त्यति नराम्रो छैन, स्मुथै छ। टक्क यता छ भ्यू। अलिअलि अहिले घामले छेकिसक्यो होइन। अब चाहिँ मेरो फर्स्ट काम भनेको खाना खान जाने होइन। टक्क खाना खान बोलाइसक्नु भयो होला, म खाना खान जाने हो। यस्तो यस्तो घरहरू छन् सब बस्ती एकदम उनै छ क्या। खाली खाली छ, खाली खाली छ, सबै खाली छ। थोरै थोरै मान्छेहरू छ, त्यति मान्छेहरू छैन गाउँमा। अनि अब हाम्रो गाउँघरतिर कसले दाउराहरूलाई यस्तरी कलेक्सन गर्नुहुन्छ कमेन्ट गर्न चाहिँ पक्कै नभुल्नु होला।